Childhood memories are the sweetest memories to be cherished for lifetime भनिन्छ नि साथी हो यसरी नै यहाँ हाम्रो छोरीहरूले भान्जीहरूले चाहिँ आफ्नो लाइफ टाइमको लागि उनीहरूले एउटा मेमोरिज बनाउँदैछ कि हामीले यसरी सानो हुँदाखेरि यसरी गर्थ्यौँ भनेर होइन अनि उनीहरू पुरा खुसी छ यिनीहरूको समर भेकेसन चल्दैछ त सबैजनाको अनि उहाँहरूले चाहिँ अब लाफिङ बनाउँ ल भनेर सुरु गरे काम गर्नु हेर्नुहोस् अनि ऊ चाहिँ हो मेरो काइनाजी दाजुको छोरी कृति राई अब यो सालदेखि ऊ पनि कलेज जान्छ है अनि एकदम सेफ छ है हेर्नुहोस् है त्यहाँ कस्तो दामी नाम पनि कृति मिन्स क्रिएसन अनि मजाले उसले लाफिङ बनाउँदैछ अनि उसलाई असिस्ट गर्ने चाहिँ हो मेरो भान्जी खुसी भान्जी हेर्नुहोस् कस्तो दामी बनाएको छ हो अनि उनीहरूले चाहिँ अब मर्निङ टाइमदेखि उनीहरूको मम्मी मेरो जेठानी स्मिता राई को अब अन्डर गाइडेन्स भनौँ न यिनीहरूले सबै अलिअलि गर्दै सघाउँदै थियो यहाँ चाहिँ हो मेरो साइना जेठाको छोरी अवन्तिका राई उसले चाहिँ ग्लुटेन कट गर्दैछ है एकदम खुसी काम गर्छ उनीहरूले के पकाएर खाउँ भन्दा चाहिँ हेर्नुहोस् है यहाँ चाहिँ छ लाफिङको अचार पिरो मिठो अचार है तपाईँहरू पनि एकदम बनाएर खानुहोस् है घरमा एकदम फ्रेस हुँदो रहेछ अनि राम्रो पनि इन्जोय गर्नुहोला सबैजना थ्याङ्क्स फर वाचिङ पार्ट 2मा देखाउँछु है तपाईँहरूलाई